हेलो एभ्रिवान, यहाँहरूमा ट्रेकिङ सबैजनालाई आशा गर्दछु तपाईँजना सन्चै आरामै हुनुहुन्छ होला। अनि यो चाहिँ काँक्री हो। अनि हामीहरू यसो नयाँ वर्षमा केटाहरूसँग घुम्न निस्केको है। अनि हामी चाहिँ अब खै कता हुन्छ, कुन ठाउँतिर हुन्छ, जस राम्रो छ है काँक्रीतिर पनि। अनि हामी चाहिँ हाम्रो यात्रा छ, हाम्रो बाइक चाहिँ यहाँ छ। अनि अरू केटाहरू चाहिँ माथितिर गएको छन्। अब अरू ठाउँ चाहिँ गएको ठाउँ चाहिँ भिडियो देखाउनेछ। अनि होटलमा बसेछौँ अहिले नास्ताको लागि। अब फाइनली हामीहरू जान लाग्यो। यहाँ झन्डाहरू अनि केटाहरू यस्तै अब जान लाग्यो। तपाईँहरूले यस्तो यस्तो रोचक भिडियो हेर्न चाहनुहुन्छ भने फलो गर्न चाहिँ नबिर्सिनु होला, मिस्टर आरती। यो चाहिँ काँक्री है, काँक्रीको पपुलर, एकदमै मस्त पपुलर भन्नु होइन, ठिकै छ। एकजना बटिसको के बनाउने यस्तो यस्तो बनाएको। हामीहरू चाहिँ अहिले यो ढौलापेरा भन्छ है, हामी ढौलापेरा आइसक्यौँ। अनि हामीहरू चाहिँ केटाहरूसँग यसो घुम्दैछौँ होइन। अनि यहाँ चाहिँ यो छ ब्लेडसँग अनि दुकानसँग है, यस्तै छ लाइफ। हामी शेरपुताल जान लाग्छौँ अझ, मैको जाने क्यान्सल भयो है। हेलो, हामी पोखरा किन ल, यो पोखरा हो, पोखरा है, यो काक्सी पोखरा हो। ल म चाहिँ फाइनल हाम्रो चाहिँ शेरपुर यात्रा हुँदैछ। अनि अगाडि धुलो यस्तो छ है, धुलो छ धुलो पुरा। अनि मेरो बाबुले बाइक चलाउनु चाहिँ छ है। के छ सन्चै हुनुहुन्छ? आज यस्तो बाटो है, बाटो बाटो यस्तो बाटो छ होइन, अफ रोड के आमामा यस्तो आयो। कहिले पनि गाडी नआउँदो रहेछ के त, यो गाडी आउँदैछ हेर्नु त, मान्छे मात्र हिँड्ने यस्तो। अनि यो ठाउँलाई हेरौँ न, यो आमामामा के हो कि यस्तो, नेपालमा नि भत्रा रहेछ यो रुकुम। यो पश्चिम रुकुम हो कि पूर्वी रुकुम हो? हामी चाहिँ अब थोरै छ अब शेरपुताल जाने होइन। अनि तपाईँहरूको माझमा चाहिँ यस्तो लुक एट द भ्यू, दिस इज माई एक्सपिरियन्स, दिस इज माई एक्सपिरियन्स होइन, यस्तै छ। अनि मेरो साथीहरूले फोटो खिचिरहेछन्, आराम गरिरहेछन् है। यस्तो ठोकेर लाग्यो हेर। ल गाइस, फाइनल्ली हामीहरू शेरपुताल आइपुग्यौँ होइन। अनि एकदमै पपुलर मस्ट पश्चिम रुकुम हो कि पूर्वी रुकुममा पर्छ यो पश्चिम रुकुममा पर्दो रहेछ। हेर्नु त मान्छेको भिड यस्तो हो, देख्नुहोस् 3 जनासँग मान्छेहरू बाइकमा राखेर है, यस्तो रमाइलो छ। तपाईँहरू आउन चाहनुहुन्छ भने आइदिनु होला, हेर्नुहोस् त्यहाँ मलाई एकदमै मन पर्यो है। अनि हामीहरू चाहिँ अब पारी जान लागेको, अब यस्तै छ। अब हामीहरू पारी भैँसीको ठाउँमा जान्छौँ होइन। मान्छेहरू पनि न पारी कतिका छन् देख्न सक्नुहुन्छ। यो शेरपुताल है, आमा यस्तो राम्रो के नजारा हेर्नु न। यहाँ गाईहरू चरिरहेछन्। ओहो, यो चाहिँ पानी सुकेर एकदमै घटेको छ। यो मान्छेहरू है, ओहो यस्तो मान्छेहरू आछन् होइन। कुरै छ त, लगभग 700 800 भन्न झन् 1000को हाराहारी छन् क्या मान्छेहरू बाटोमा त्यस्तै छन् क्या। भर्खर आइपुग्यो, ठकेट लाग्यो। बेडा गराले इज द बाइक राइडर, हाम्रो ठबाङको एकदमै पपुलर, मोस्ट पपुलर। अनि यो युट्युबरमा एकदमै भाइरल, 1 मिलियन भन्दा नि क्रस भएको है उहाँको। हेर्नु यस्तो छ है। यहाँ मामा अनि भतिजाले बाइक चलाउँदैछन्, अनि अङ्कललाई चाहिँ बालै दिइरहेछन् क्या। अनि तपाईँहरूको माझमा यस्तै छैनको हामीहरू चाहिँ जान लागेका छौँ है। अब यहाँ सिकिसक्यौँ। अब हाम्रो यात्रा चाहिँ यहीँसम्म भयो। एकदमै इन्जोय भयो, रमाइलो नि भयो। मान्छेहरू धेरै आएका छन् कि, हेर्नु न यो शेर्पु भन्छ है, शेरपुताल। अनि हाम्रो भाइहरू सत्तिरहेछन् क्यारे। अब कोही प्लेट, अब कोही 220। अब हामी देख्नुहोस् त, यहाँ मान्छे रमाइलो गरिरहेछन्। हेर्नु त है, मान्छे यस्तो रमाइलो गर्दै हुन्छ। आमामामा यहाँ मान्छे कति आयो न अङ्कल यहाँसम्म अहिले?
अहिले लगभग 15 सय 2000 तपाईँ यहाँ स्थानीय हुनुहुन्छ ए खलङ्गा हो अब बोट अलि धेरै बढ्यो भने राम्रो हुन्छ कि अङ्कलको घर चाहिँ खलङ्गा रहेछ है यस्तो घुम्न चाहिँ धेरै खुसी लाग्यो क्या मान्छेहरू यस्तो छन् है यस्तो छन् पुरै सोधि यहाँ भाइहरू साइकल चलिरहेको छन् पानी साइकल सिङ्गल भयो सिङ्गल कोही छ भन्ने प्रचण्ड बा मलाई केटी चाहियो रे भन्ने प्रचण्ड बा मलाई केटी चाहियो रे सानचोर सानचोर हो यो सानचोर सानो चोर हो यो यस्तो चाहिँ गाइस के गर्ने अब घुमियो रमाइलो गरियो इन्जोय गरियो अब कता हो कता बाटो यस्तो छ